के महिलाहरूको पनि पुरुषको जस्तै वीर्य हुन्छ? के उनीहरू पनि इज्याक्युलेट गर्छन्? अनि त्यो झर्दा कति निस्किन्छ होला? के त्यो बाहिरै देख्न सकिन्छ? यदि तपाईको मनमा पनि यस्तै प्रश्नहरू छन् भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। आज हामी विज्ञान साइन्सले के भन्छ एकदम सरल भाषामा बुझ्नेछौँ। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले मुख्य प्रश्नको उत्तर दिहालौँ। के महिलाहरूको पनि पुरुषको जस्तै वीर्य हुन्छ? यसको जवाफ हो र होइन दुवै। अचम्म मान्नुभयो? म बुझाउँछु। वास्तवमा महिलाहरूको योनिको भित्तामा मूत्रनलीको छेउमा साना साना ग्रन्थीहरू हुन्छन्, जसलाई स्किन ग्ल्यान्ड्स भनिन्छ। विज्ञानले यसलाई फिमेल प्रोस्टेट पनि भन्छ। जब महिला अत्यधिक उत्तेजित हुन्छन् वा अर्ग्याजमको नजिक पुग्छन्, तब यी ग्ल्यान्ड्सबाट एक किसिमको बाक्लो दूध जस्तो सेतो तरल पदार्थ निस्किन्छ। रोचक कुरा के छ भने यसको रासायनिक बनावट केमिकल कम्पोजिसन पुरुषको वीर्यसँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। यसमा PSA भन्ने तत्त्व हुन्छ, तर यसमा पुरुषकोमा जस्तो शुक्रकीट चाहिँ हुँदैन। त्यसैले यसलाई ठ्याक्कै वीर्य नभने पनि फिमेल इज्याक्युलेट भन्न सकिन्छ। अब कुरा गरौँ यो कति निस्किन्छ त? यहाँ धेरै मानिसहरू झुक्किने गर्छन्। खासमा महिलाहरूमा दुई किसिमको तरल पदार्थ निस्किने प्रक्रिया हुन्छ। एक, इज्याक्युलेसन, अघि मैले भनेको त्यो सेतो बाक्लो पदार्थ। यो एकदमै थोरै हुन्छ, प्राय 1 चिया चम्चा, लगभग 3 देखि 5 मिलिलिटर जति मात्र। यो धेरैजसो बाहिर नदेखिन पनि सक्छ वा योनिको रससँग मिसिन सक्छ। 2, स्क्वाटिङ, जुन तपाईले सायद पोर्न मुभीहरूमा देख्नुभएको हुन सक्छ, जहाँ पानीको धारा जस्तै धेरै मात्रामा तरल पदार्थ निस्किन्छ। यो चाहिँ इज्याक्युलेसन भन्दा फरक कुरा हो।